हेलो गाइज फेरि देवी पूजाको आज भिडियो आउने भयो लु हेर्नुहोस् यहाँ भेटी पैसा उठाउनेहरू बोपा बोपा यता हेरिदिनुहोस् 2 शब्द भनिदिनुहोस् त। हामी आज गाउँको पूजाको लागि भेटी पैसा उठाएर आउँदैछु। उहाँहरू हाम्रो आज भेटी पैसा उठाउनेमा यहाँ हाम्रो अचार बनाउनेमा बुबु यता हेरिदेऊ अचार बनाउने यता हेरिदेऊ न 2 शब्द। यहाँ हाम्रो कुक हो खै तलबाट आउनेहरू त खै हेरौँ कुरा बोक्नेहरू ल यो पनि लग्यो त बटे भाइ तल हालिदिनु नरिस है अब सानो तै रहेछस् ल यो चाहिँ भर्खर गलेर हत्तु भएर जिबी चाहिँ होइन मोटे भाइ चाहिँ अब यङ छ र यो चाहिँ कुदेर कुदेर गइहाल्छ। ल गाइस यहाँ चाहिँ अब फाडफुड हुँदैछ है हाम्रो भात पकाउने ठाउँ। यहाँ चाहिँ अब हाम्रो मान्छे भाइले प्रसाद बोकिरहेछ है हेर्नुहोस् फाडफुड। यहाँ चाहिँ अब कुखुराहरू पोहोरपाल गर्छ है यहाँ चाहिँ संसारी पूजाहरू गर्छ यहाँ चाहिँ यो चाहिँ त्यो ठाउँ हो है गाइस। बहिनी मैले 2 शब्द भन्दैन अब स्नेहा बहिनी यहाँ चाहिँ भाइले अब शङ्ख फुक्न लागिरहेको छ है र शङ्ख पखाल्दैछ भाइले हाम्रो सनम भाइले है गाइस। अब यहाँ हेर्नु पूजा गर्ने मान्छेहरू धेरै भिड भइसकेको छ गाउँको है गाइस। ल है साथी हो यो चाहिँ मेरो फोनबाट है तल सलकपुर फेरि देखिने सिद्धि नदीलाई जुम गरेर देखाउँदैछु। यो चाहिँ परदेखि इन्ट्रेनिङ ग्राउन्ड हो है गाइस। यो चाहिँ अब हाम्रो महादेव थानबाट देखिन्छ र मेरो फोनबाट यत्तिको जुम चाहिँ हुँदो रहेछ है साथी हो। तपाईँहरूलाई के कस्तो लाग्यो होइन रियलमी हो यो। हेलो गाइस ल अहिले म चाहिँ झन्डी खै झन्डी यो झन्डी बोकेर देवी पूजापट्टि जाँदैछु देवी मन्दिरपट्टि है। शिव मन्दिर चाहिँ हामी सकिसक्यो है र अब देवी मन्दिर जाने बाटो चाहिँ कस्तो छ तपाईँहरूलाई म देखाउँदैछु है। ल साथी हो अब म चाहिँ तपाईँहरूलाई होइन हाम्रो देवी स्थानतिर जाने बाटो तपाईँलाई देखाउँदैछु हेर्नुहोस् कस्तो छ है एकदमै अप्ठ्यारो छ झन्डै लडेँ यहाँ मुनिर है त्यही भएर भिडियो फिलिक्क भयो तपाईँको। यो बाटो चाहिँ एकदमै नाजुक छ हेर्नुहोस् है पहिरो गइरहन्छ यहाँ पनि झन्डै लडेको छु है झन्डी बोकिरहेको छु त्यो कारणले गर्दा एकदमै सानो बाटो छ सफा गरेको छ गाउँको काकाहरूले है। र यहाँ चाहिँ हाम्रो शिव मन्दिर हो है झन्डै लड्यो यार बाटो बहुत खराब छ के गर्नु है देवी पूजा पुज्नै पर्छ। ल गाइस हेर्दै गर्नु होला। ल अब हामी शिव मन्दिरबाट है देवी स्थानपट्टि जाँदैछौँ र हाम्रो काकाले चाहिँ बाख्राको पाठा लिएर आउँदैछ है साथी हो र सबै पूजा गर्ने भक्तजनहरू पनि आउनुहुँदैछ अङ्कल आन्टीहरू सीमाहरू सबै काकाहरू है। र गाइस काका चाहिँ आइपुगिसकेका छ र सबैजना बहिनीहरू पनि आउँदै रहेछ। बाटो चाहिँ खराब छ है बाटो चाहिँ खराब छ हिलीले कुद्ने बनाएको छु भने त बुढोले मलाई डर लाग्छ है यस्तोमा त सक्दिनँ नि हो र हेर्दैन कहाँ अल्छी थियो यहाँ पनि पूजा अलिअलि गर्छ होला है। ल है साथी हो जाँदैछौँ बाटो चाहिँ सफा चाहिँ राम्रै गरेछ बुढाहरूले हो तर पनि अब सानो बाटो अलिकति अप्ठ्यारो हुन्छ हिँड्नु यसो यहाँ के अल्झ्यो यार। बोले बाटो मैले भत्काएँ भन्दैछ पक्रिनु त्यो नानीहरू छ यहाँ पाइप चाहिँ फुक्लेको रहेछ कसको कुनै लापर भात त बाँधिन्थेँ ए पाइपले नपुगेर चाहिँ नबाँधेको रहेछ ए कसको हो काकाले बाँधिदिँदैछ अघि नै। हेर्नु साथी हो बाटोको रास्ता यस्तो खराब छ अवस्था के गर्नु है हाम्रो देवी त अप्ठ्यारोमा बसेको छ त हेर्नुहोस् त है अप्ठ्यारो छ है बाटो गाइस। ल है आइपुग्यौँ हामी अझै छ है आइपुग्यौँ यहाँ चाहिँ आइपुग्यौँ भनेको ए कहाँ हाल्छ हो फेरि ए भगवान् के पनि हाल्छ यार
अल्झेर स्टप हुन्छ क्या जहिले पनि यो जन्डी बाँध्दाखेरि चाहिँ योभन्दा अप्ठ्यारो ठाउँमा जानुपर्छ अहिले म बाँध्नु। यता बाटोको अवस्था हेर्नु है साथीहरू, एकदमै चिप्लो छ है, एकदमै नाजुक छ बाटोको अवस्था, खराब। एक ढुङ्गा अल्किरहेको छ, यसलाई यहाँ राखिदिउँ। बाटो बहुत खराब छ। देवी मन्दिर चाहिँ उतला छ। अब हामी झन्डी चाहिँ माथि उसको शिरमा, देवीमाथिको शिरमा है बाँध्न जान्छौँ, अड्काउन जान्छौँ। र चप्पल मैले यहीँ खोलेँ, यहाँ किनकि यहाँ पनि पूजा गर्छ अन्त के मन्दिर छ थाहा भएन। बाटो हेर्नुहोस् साथी, यस्तो अप्ठ्यारो छ है, चट्टनै चट्टान छ क्या, हेर्नुहोस् त चट्टनै चट्टान। बाटोको नाजुक अवस्था छ, रिस्की छ रिस्की। आउँदैछ पर बजार छ है, यो झन्डी काट्नु हजुर। किन के थियो झरेछ? लु यहाँ आएर लगाइदिनु त। अरे मम्मीले के गर्यो ल, झन्डी कहाँ लायो? अघि भन्नु पर्थ्यो नि त अन्त परै। पर जानुपर्छ हेर्नुहोस् न, देख्दै गरेको चाहिँ सुन्तुङ, सल्लापुर, रम्बेङ दिशा। यहाँ झन्डी जोड्छ अरे अरूले, हुन्छ यहाँ झन्डी बाँध्छ अरे अरूले, हुन्छ। अरे मम्मीको पनि ल्याइदियो म, लु लगाइदिनु त। यहाँ मजाले बाँध्नै नफुक्ने गर्छ, यो त फुक्लिँदैन, यस्तो नफुक्लिने बाँध्नु है, उहाँ अल्झाउँछ कि। ऊ त बसेर होसेर बस्छ, ढुङ्गा पल्टिन्छ नि माथिबाट भयो। फोन गरौँ भयो नि त हौ। तेरिका हो, बाटो चाहिँ खराब छ एकदमै। बाटो खराब छ नि, म त साह्रो पऱ्यो जानु। यहाँ देखाउँछु, यहाँबाट जान्छ है, जान्छ। नाग्नु हुँदैन फेरि हो, यहीँबाट नाग्नु भएन, जानुपर्ने भयो तलै। कसरी जानुपर्ने हो भन्दाखेरि चाहिँ बाटो चाहिँ यस्तो अवस्था छ कि साथी हो, चिप्लेको साल चिप्लिँदैछ। एक हातमा फोन राखेर तपाईँलाई भिडियो मनोरञ्जन दिँदैछु, हेरौँ। साह्रो छ है साथी हो, साह्रो छ। रनिङमा तान्दैछु।
झन्डै चाहिँ लगाइदिइसकेको छु साथी हो। हेर्नुहोस् हो, यो पनि नयाँ पुरानो पुरानो पनि छ नयाँ पनि छ, त्यहाँ थुप्रै लगाइदिइसकेको छु। ल अब म फर्किँदैछु। अब देवी अब झन्डी लगाइसकेको छु है। ल अब चाहिँ म देवी मन्दिरतिर प्रस्थान गर्छु है। चाहिँ मन्दिरतिर भएको देवी मन्दिर भएकोमा पुग्न लागेको छु है। बाटो चाहिँ अप्ठ्यारो छ है साथी हो, बर्खा भएर चिप्लो पनि छ, बर्खाले चिप्लो छ। यस्तो बाटो भएर जानुपर्छ। हेर्नुहोस् त जाँदैछ, बाटो खराब छ, रास्ता खराब छ। खै 2 शब्द भनेको सबले लु पूजा गरिसक्यो। और चाहिँ अब मान्छे थुप्रिआएकोमा चाहिँ देवी मन्दिर छ हाम्रो है। यहाँ चाहिँ अब आगो झोक्दैछ अङ्कलहरूले कोइलाको लागि। यहाँ बहिनीहरू आन्टीहरू बसिराख्नु भएको छ र म चाहिँ भिडियो बनाउँदैछु गाइस। साथी हो पूजा गरिसक्यौँ र अब खानाकुराको प्रबन्ध हुँदैछ। यहाँ चाहिँ कुखुरा पाक्दैछ है, भने यत्रो मान्छे बसिराख्नु भएको छ हेर्दै है। र अब खाजाको पर्खाइमा छौँ हामी। यहाँ चाहिँ मटन पाक्दैछ गाइस। र भिडियो हेर्नुभएकोमा सम्पूर्णलाई धेरै धेरै धन्यवाद। मन परे लाइक कमेन्ट सेयर नगर्नु भुल्नुहोला।